So hello guys, welcome back to another vlog. I was something now what is on yeah हामी जाँदैछौँ बाटोमा घुम्दै हाम्रो साथीहरू चाहिँ उता सुरेबिनाबाट आउँदै हुनुहुन्छ र हामी अहिले चाहिँ यता राई है दाम पनि प्लस छ यता किन फर्क्या घाममा बस्छ भने त्यहाँ So hello guys, हामी चाहिँ अहिले बागुरी भन्ज्याङको ठ्याक्कै गेटनिर छौँ। सो हामी यहाँबाट चाहिँ फन पार्क होइन त फन पार्क जस पार्क जस्तै पार्कतिर लाग्दैछौँ। हेर्न सक्नुहुन्छ यही बाइक बौला जस्तो मान्छे बाइकहरू ल्याएर के बोले भाइ के बोले त्यहाँ अहिले रुख काटेर ढालेर हालिदिइरहेको छ बाइक आउनु नपाउँछ होइन। सो धेरै जस्तो मान्छेहरू पनि घुमेर आइसक्नु भएको छ। या त यहाँ त्यस्तो चलेको थिएन हाम्रो ऊ पछाडि हिरो डर कुद्दै हुनुहुन्छ। सर्टकट बाटो कुनै छैन त्यो हो कि चढ्दिउँ न त्यहीँबाट त्यो होला सब छाडो बनाएर खत्तम बनाइदियो। अनुहारमा नि धुलै होला मेरो त। पुरै हामीलाई त इग्नोर यार दिनुहुन्छ छ्या मलाई त यस्तो साथीहरू मन पर्दैन। हाम्रो चाहिँ अलरेडी बाँकी साथीहरू चाहिँ अगाडि नै आएर गइसक्नु भएको रहेछ। हामी चाहिँ यहाँबाट अब अहिले सर्टकट बाटो हिँड्दैछौँ हेर्न सक्नुहुन्छ। हामी हतारमा यस्तै हुन्छ। पर्यो तिनीहरूले बोक्यो होला कि यहाँ जस्तै भिड जस्तो बाटो छ
त्यस्तो लाग्यो मलाई नि क्यामेरा पनि फोर रहेछ त्यही भएर किन क्लियर आउँदैन भनेको बाटो चिप्लो छ यार आइफोन झर्ला फेरि केही फरक पर्दैन होइन आइफोन झऱ्यो पनि त्यस्तो त नहानु तपाईँको मामाको छोरीहरूलाई हाइट त्यस्तो हुँदैन तर यो घुम्नुभन्दा त सर्टकट बाटो त चाँडै हुँदो रहेछ त्यो सिधै आइपुग्यो त नि हामी माथि त बाटो चाहिँ डेन्जर छ है बाइक आएको भए पनि ढिला हुन्थ्यो तर बाइक त्यहाँ राखेर आउँदा पनि मान्छे छिटो नै आइपुग्छ बाइकमा पनि धेरै हिँड्ने कुरो भएन कहिले काहीँ यसो एक्सर्साइजै ठिक हुन्छ ट्र्याकिङ माउन्टेन ट्र्याकिङ हिल ट्र्याकिङ त्यस्तो लाग्यो मलाई तर हाम्रो नेपालमा चाहिँ के अलिक व्यवस्था छैन भने हजुर सबै 4A4 मात्र गरिरहनु भएको यतिसम्मको 4 चाहिँ नगरे हुन्छ व्यवस्थित कुनै एउटा ठाउँमा राखेर सो गाइज हामी चाहिँ आइपुगेका छौँ अलरेडी हेर्न सक्नुहुन्छ र हाम्रो यहाँ प्रवीणा दिदी पनि हुनुहुन्छ होइन होला के हो ममता दिदीलाई प्रवीणा दिदी भन्न आएको थिएँ ऊ तल भने अनि मैले भने सुनेन तल भन्छ त बाबुले अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखें ये ना ठाउँको नाम थाहा होइन फेरि हामी आउनुहुन्थ्यो ए आउडा रहेछ अनि त्यसपछि त के गर्नु होला त्यतिखेर रिसमा भेडा भए मान्छे भुट्थ्यो होला मैले भुट्थ्यो होला आउन पाएन फोटो खिच्न भ्याइहाल्छ नि फोटो कि भिडियो सानो फोटो भ्यू टावर चाहिँ दामी लागेर This is located in the Laku River. So यहाँबाट सिटी हेर्न सक्नुहुन्छ सिटी चाहिँ यो क्लाउडको कारणले राम्रो क्लियरली देख्न पाएन